दर्शक पनि यति बेला हामी चन्द्रकोट 7 रूपाकोट गुल्मी आगरी डाँडा रैकरमा छौँ र यति बेला चाहिँ हामी हाम्रो आराना कान्छी माइजू भन्नेको घरमा छौँ। यति बेला चाहिँ हामीसँगै हुनुहुन्छ एकजना हाम्रो प्यारो भाइ हुनुहुन्छ, उहाँले केही कुरा राख्न चाहनुहुन्छ। दर्शकवृन्द नमस्कार, अहिले म मोहन पौडेल। अहिले हामी चन्द्रकोट गाउँपालिका वार्ड नम्बर 7 अमृता विकास भवनमा आएको छ। न त कहीँ छिमेकीको आश न त कसैको बास भनेर अहिले घर भित्तै बनेको छ। सबै दर्शकहरूले एक आमाको दुःख बुझेर भए पनि एक लाइक गर्नुहोला। आमा अहिले बुढेसकालको समयमा पनि उतो डाँडाका 2टा पाटा र यिनी 2टा पाटा गर्नुभएको छ। आफ्नो जीविका पालन गर्नका लागि आमाले कृषि पनि गर्नुभएको छ। र यस सन्दर्भमा हामी चन्द्रकोट गाउँपालिका रैकर निवासी अमृता खुट्याको घरमा आइसकेका छौँ। जसरी आमा हुर्किनु भन्नुभयो र यही कृषि पालनबाट नै आमा न त कसै छिमेकीको आश न त कसैको बास भएर आमा अहिले बरटमा जानुभएको छ। सबै दर्शक महानुभावहरूले यस भिडियोलाई स्क्रिप्ट नगरिकन हेरिदिनु होला र हामी अर्को भिडियोमा आमाको फोटो सहित र आमा कहाँ जानुभएको छ र कसरी बस्नु भएको छ त्यसको भिडियो बनाएर हाल्नेछौँ। आजका लागि म मोहन पौडेल पनि बिदा हुन्छु। हस्त धन्यवाद।